एक जमाना थियो मेरो फेसबुक फोटोमा 400-500 लाइक आउँथ्यो, तर अहिले मेरो फोटोमा 40-50 लाइक आउनु पनि गाह्रो छ। त्यसैले आजकल मैले आफ्नो फेसबुक फोटोमा लाइकहरू कति भयो लुकाउने गर्छु। सो तपाईहरुलाई पनि यस्तो खालको आफ्नो लाइकहरू लुकाउन मन छ भने म सिकाउँछु। सुरुमा तपाईहरुलाई म फेसबुक खोलेर देखाउँछु। म फेसबुक ओपन गरे, अम्बु साक्य मेरो फेसबुक आइडी हो। तपाईले यहाँ पनि मलाई फलो एड फ्रेन्ड गर्न सक्नुहुन्छ। अब यहाँ हेर्नुस्, तपाईको मेरो फोटोमा अहिले जम्मा 60 लाइक आछ है। यसरी अर्कोमा पनि 17 लाइक आछ, यसरी 16 लाइक आछ। सो मैले अहिले तपाईहरुले मेरो फोटोमा यसरी लाइक हेर्न सक्नुहुन्छ। अब यसलाई कसरी अफ गर्ने है त, अब त्यसमा जाम हामीहरु। मैले अब आफ्नो फेसबुक फिड खोले। यहाँ 3 धर्केमा क्लिक गर्नुस्, अनि सेटिंग्स एन्ड प्राइभेसीमा क्लिक गर्नुस्, अनि सेटिंग्समा क्लिक गर्नुस्, अनि यहाँ छ रिएक्सन प्रेफरेन्सेस, यहाँ क्लिक गर्नुस्। ओन योर पोस्ट एन्ड रिल्स भन्छ नि, यसलाई अन गर्नुस् के। यसले गरे पनि तपाईको लाइक कति आयो मान्छेले हेर्न सक्दैनन्। अब यसलाई चेक गरौँ है फेरि। हेर्नुस्, अब लाइक्सको काउन्टिङ छैन। अघि 60 देखाएको थियो, 59 देखाएको थियो, अहिले चाहिँ लाइक्सको काउन्टिङै छैन। कुनैमा पनि तपाईको लाइक्सको काउन्टिङै छैन। यसरी तपाईले आफ्नो काउन्टिङ चाहिँ हाइड गर्न सक्नुहुन्छ है त।